है कनिचिवा मिनासान नमस्ते सम्पूर्णमा। मैले अगाडिका भिडियोहरूमा जस्तै आज पनि यो ब्याचलर गरिसकेपछि जो जापान आउन चाहने र आइसक्नु भएकोहरूको लागि केही भिडियोहरू चाहिँ मैले पहिला पनि बनाइरहेको थिएँ र आज पनि म त्यसैसँग रिलेटेड भिडियोहरू चाहिँ बनाउन गइरहेको छु। केही कुरा चाहिँ मैले आफ्नो अनुभव पनि सेयर गर्न चाहन्छु, किनकि चाहिँ सोही भिजामा म यहाँ जापान आएको 1.5 वर्ष जति भइसक्यो र यसमा चाहिँ कसरी चाहिँ कम्पनी खोज्ने होइन, कसरी के कुराहरू चाहिँ जुन मैले चाहिँ यहाँ आइसकेपछि यो कुराहरू चाहिँ गर्न पर्ने रहेछ, गरेको भएदेखि मलाई अहिले सजिलो हुँदो रहेछ र यसरी गरेको भए यिनी कुराहरू चाहिँ पहिल्यैदेखि मैले प्रिपेयर भएको भएदेखि हल्का केही भए पनि सजिलो चाहिँ हुँदो रहेछ भन्ने चाहिँ मलाई त्यो फिल भएको कुराहरू चाहिँ म तपाईँहरूमा सुनाउन चाहन्छु होइन। र चाहिँ आउन चाहने जो इच्छुकहरू हुनुहुन्छ, जो ब्याचलर सकेर अब जापानको यहाँ आउनको लागि तयारी गरेर बसिरहनु भएको उहाँहरू हुनुहुन्छ, उहाँहरूको लागि सुरुमा चाहिँ ल्याङ्ग्वेज मेन ल्याङ्ग्वेज नै बनाउनुपर्छ होइन। ल्याङ्ग्वेजको चाहिँ मिनिमम पनि N4 आसपासको चाहिँ गराउनु भयो भने एकदम बेस्ट हुन्छ होइन। अनि आउन त यहाँ बिना ल्याङ्ग्वेज पनि आइन्छ है, भिजाको लागि मात्रै हो भने चाहिँ यहाँ आइन्छ। यहाँ आइसकेपछि चाहिँ ल्याङ्ग्वेज भएन भने अलिकति गाह्रो चाहिँ पर्छ। त्यही भएर जतिसक्दो ल्याङ्ग्वेज चाहिँ राम्रो बनाउनु भयो भने तपाईँ यहाँ आएर गाह्रो हुने, दुःख पाउने सम्भावना एकदमै कम हुन्छ। किनकि जति पनि यहाँ आएर चाहिँ दुःख पाउनु भएको छ, काम पाइएन, यस्तो उस्तो भन्ने कुराहरू सुन्नु पनि भएको होला होइन न्युजहरूमा। त्यो जति पनि भएको छ नि, त्यो सबै ल्याङ्ग्वेज कम भएको कारणले नै भएको छ। एक त ल्याङ्ग्वेज कम, एक त अलिकति कम्युनिकेसनहरू यताउति बोल्न गर्न अलिकति गाह्रो मान्ने होइन। अनि एक त ल्याउने एजेन्ट पनि अब त्यही सिर्फ ल्याइदिने मात्रै काम गर्ने, अब यहाँ आइसकेपछि उसको काम सक्यो जस्तो बिहेभ गरिदिने। त्यो अनि आफै पनि अलिकति प्रिपेयर नहुने, जस्तै यहाँको चाहिँ टेक्निकल कुराहरू अलिकति गुगल म्यापदेखि लिएर यो हाकिम खोज्ने कुराहरू, यिनीहरू कुराहरूमा पनि अलिकति टेक्निकल ज्ञान भएन भने पनि एकदमै यहाँ चाहिँ गाह्रो हुन्छ। तिनी कुराहरू चाहिँ अलिकति भए पनि प्रिपेयर भएर आउनुपर्छ। यहाँ आउन चाहनुहुन्छ भने चाहिँ ल्याङ्ग्वेज बनाउनको लागि चाहिँ एक त पढ्नु पऱ्यो, बेसरी खान्जी नै पढ्नुपर्छ भन्ने होइन। खान्जी चाहिँ अब तपाईँले पढ्नु पर्दैन भन्छु अहिले चाहिँ होइन। बेसरी खान्जी एकदम धेरै इम्पोर्टेन्ट चाहिँ हुँदैन आउनको लागि, कम्युनिकेसनको लागि है। यदि तपाईँ N4 N5 N3 अलिकति राम्रै के अरे नेचुरल ल्याङ्ग्वेज जापानिज ल्याङ्ग्वेज बनाउन चाहनुहुन्छ भने त खान्जी एकदम महत्त्वपूर्ण हुन्छ, बनाउनु नै पर्छ। नर्मल कम्युनिकेसन गर्नको लागि, कामको लागि खान्जी चाहिँ हाम्रो लागि सुरुमा चाहिँ त्यति धेरै उ चाहिँ हुँदैन। खान्जी गाह्रो छ भनेर नपढ्ने त्यो चाहिँ नगर्नु होला। अनि अलिकति बनाउनु छ, उ गर्नु छ भने मेन कुरा मिनिङ पढ्नु होला। मिनिङ नै हो मिनिङ र ग्रामर कुराहरू चाहिँ बरु अलिकति त्यो ग्रामरलाई बरु जानिँदैन बुझिँदैन भने पछाडि बरु अलिकति छोडेर मिनिङ चाहिँ घोक्नु होला। किनकि मिनिङ जान्ने बित्तिकै हामीले बोल्न खोजेको कुराहरू चाहिँ जापानिजले बुझ्छ। यिनीहरू चाहिँ यहाँ एउटा कुरा चाहिँ सजिलो के छ भने हामीले के भन्न खोजिरहौँ भन्ने कुरा चाहिँ उनीहरूले चाहिँ सजिलोसँग बुझेर त्यो कुरा चाहिँ बुझिदिन्छन् है। त्यो कुरा चाहिँ एकदम फाइदा छ यहाँ। त्यही भएर मिनिङ जान्नुभयो भने चाहिँ धेरै सहज हुन्छ मिनिङ पढ्नु। र अनि सकेसम्म बुकै पढेर अब N4सम्मको मिनिङहरू चाहिँ पढ्नु होला राम्रोसँग। त्यसपछि निहोङ्गोसँग पोडकास्टहरू टन्नै छन्, ल्याङ्ग्वेजका पोडकास्टहरू, तिनी पोडकास्टहरू हेर्नु होला। किनकि त्यसले चाहिँ स्पिकिङ अथवा लिसनिङ चाहिँ हाम्रो अलिकति सुधार हुन्छ। किनकि ल्याङ्ग्वेज मिनिङ थाहा भयो भने यिनीहरू चाहिँ जापानिज मान्छेहरू के बोलिरहेको भन्ने कुरा चाहिँ हामीले त्यो मिनिङै के बुझ्नै सक्दैनौँ क्या। त्यसको लागि चाहिँ अलिक धेरै लिसनिङ प्र्याक्टिसहरू चाहिँ गरिराख्नु होला। पोडकास्टहरू अनि जापानिज फिल्महरू, भिडियोहरू टन्नै छन्, तिनीहरू हेर्नु होला। मेन हामीले चाहिँ सुरुमा आउनुभन्दा अगाडि चाहिँ खालि त्यही इन्टरभ्यूको लागि प्र्याक्टिस मात्रै गरेर हुन्छौँ, त्यसैसँग रिलेटेड भिडियोहरू मात्रै हेर्छौँ। त्यसले मात्रै हुँदैन। यहाँको डेली जीवनस्तर चलाउन अथवा कामको लागि चाहिँ लिसनिङ चाहिँ एकदम मेन हुन्छ। किनकि हामीले बुझ्दै नबुझे पनि अब के भनिरह त भन्ने कुरा चाहिँ अलिअलि त के अरे मिनिङ त्यो उहरू थाहा भइसकेपछि यो शब्द भन्ने कुरा चाहिँ लिसनिङमा बुझिन्छ नि त। त्यो भएपछि हामीलाई सजिलो हुन्छ। तर मेन चाहिँ एकदम धेरै महत्त्वपूर्ण भनेकै ल्याङ्ग्वेज हो। ल्याङ्ग्वेज भइसकेपछि दोस्रो चाहिँ एजेन्सी। तपाईँ चाहिँ कस्तो खालको एजेन्सी, अथवा आफ्नै मान्छे, कोही जापानमा भइरहेको मान्छे अथवा नेपालको कुनै कन्सल्टेन्सी, अनि कोही अननोन मान्छे अथवा डाइरेक्ट त्यहीबाट चाहिँ के अरे अप्लाई गरिदिन्छु भन्ने मान्छेहरू हुनुहुन्छ। उहाँहरूकोमा पनि डिपेन्ड हुन्छ है। उहाँहरू चाहिँ कस्तो खालको मान्छे हुनुहुन्छ, कतिको भरपर्दो मान्छे हो र तपाईँलाई चाहिँ पछि यहाँ आएर चाहिँ फसाउने अथवा चाहिँ काम नदिने, मतलब नगर्ने
त्यस्तो खालको पो छन् कि पैसा खाएर छोडिदिने, त्यस्तो त्यस्तो केसहरू पनि धेरै छ। त्यो पनि एकदम बुझ्नु होला। त्यसमा चाहिँ के छ भने सकेसम्म कन्सल्टेन्सी थ्रु नै गर्नुभयो भने चाहिँ, किनकि कन्सल्टेन्सी त त्यहीँ रहन्छ नि त, त्यो त कहीँ नि जाँदैन, त्यसको छुट्टै हुन्छ। त्यस डकुमेन्टहरू जुन चाहिँ उसँग भएका कम्युनिकेसनका डकुमेन्टहरू कुराहरू सबै कुराहरू चाहिँ एकदम सुरक्षित राख्नु होला, किनकि पछि तैँले यो भनेको थिइस् भनेर चाहिँ आफू आफू दह्रो भइन्छ, आफू बोल्न सकिन्छ। अनि ब्याङ्किङ ट्रान्जेक्सनहरू सबै ब्याङ्किङ नै गर्नु होला, सबै त्यो स्टेटमेन्टहरू यताउति सब कुराहरू चाहिँ राख्नु होला। त्यसले चाहिँ पछि इनकेस चाहिँ समस्या भयो भने चाहिँ ल यो थियो है, यसरी यसरी भयो भनेर चाहिँ आफू चाहिँ उ गर्न सकिन्छ। अनि एजेन्सीका कुराहरू सकेसम्म एजेन्सीमा चाहिँ एकदम विश्वासै नगर्नु, सकेसम्म अझै जापान भइरहेको मान्छेहरूसँग त बिलिभै नगर्नु होला। आफ्नै मान्छे हो भने पनि यहाँ चाहिँ तिनीहरूले नै सबभन्दा धेरै फसाउने डुबाउने नै तिनीहरूले गरेका छन्। सबै भन्दिनँ मैले, कोही कोहीले चाहिँ राम्ररी पनि गरिरहेको छन्, आएर सबै कुरा यहाँ गरिदिने, बस्न यताउति सबै हेल्प गर्ने पनि छन्। तर धेरै जसो चाहिँ सबै आउने यहाँ ल्याएर छोडिदिने त्यस्ता केसहरू टन्नै छन्। त्यो धेरै दुःख पाउने कारण पनि त्यही नै हो। एक त ल्याङ्ग्वेज हुँदैन, एक त केही थाहै हुँदैन यहाँबाट कहाँ जाने, कसरी कम्पनी खोज्ने। मेन त यहाँ कामै हो नि, बस्न यताउति त त्यो चाहियो नै। अब त्यसको लागि त काम काम नभए त, पैसा नभए त अब उसले नेपालबाट मगाएर कतिसम्म सकिन्छ। नेपालबाट मगाउने पनि छन् केसहरू कति धेरै, त अब नेपालबाटै पैसा मगाएर यहाँ पनि सर्भाइभ गरिरहनु भएको छ। त्यसको लागि पहिला काम चाहियो। अनि काम चाहिँ यहाँ काम नपाउने भन्ने चाहिँ हुँदैन है, काम चाहिँ पाइँदो रहेछ, पाउँछ। तर त्यसमा स्यालेरी अरू काम कस्तो छ, अनि गाह्रो काम, अप्ठ्यारो काम, कहाँ हो जाने, अब गाउँतिर जाने, कता जाने भन्ने कुराहरू हुन्छ होइन। त्यसमा चाहिँ अब आफू पनि अलिकति गाह्रै भए पनि गर्छु भन्ने जस्तो मेन्टालिटी बनाउने। अलिकति काम चाहिँ गाह्रो नै हुन्छ, किनकि ल्याङ्ग्वेज हुँदैन। ल्याङ्ग्वेज नहुने मान्छेले काम गर्ने ठाउँ भनेको सकेसम्म कम्युनिकेसनै गर्न नपर्ने अलिकति हेभी काम, नाइट कामहरू। अनि जुन काम चाहिँ जापानिजले गर्न चाहिँ अलिक गाह्रो मान्ने, नगर्ने कामहरू चाहिँ हामी जुन ल्याङ्ग्वेज नहुनेहरूलाई चाहिँ गर्न लगाउँछ सुरुमा। ल्याङ्ग्वेज छ भने चाहिँ अलिकति कम्युनिकेसन गर्ने, अलिकति फ्रन्ट लाइनमा चाहिँ काम गराउँछ, अलिकति केही भयो भने सजिलो चाहिँ हुन्छ। ल्याङ्ग्वेज भएन भने चाहिँ अलिकति गाह्रो काम चाहिँ गर्नै पर्छ, त्यति कुरा चाहिँ मेन्टालिटी त गराउनै पर्छ। अनि मेन कुरा चाहिँ एजेन्सीले चाहिँ अब कसरी चाहिँ ऊ कन्ट्र्याक्ट गरेको छ, कस्तो खालको कम्पनी खोजेको छ, अनि त्यो कसरी मिलाइरहेको छ भन्ने कुरा चाहिँ विचार गर्नु होला। ल्याङ्ग्वेज भयो, एजेन्सी भयो, र अर्को चाहिँ कन्ट्र्याक्ट। जस्तो अप्लाई गरिसकेपछि कम्पनी, तपाईँले चाहिँ कम्पनीको चाहिँ वेबसाइटहरू अथवा इन्टरभ्यू दिँदाखेरिमा वेबसाइटहरू सबै चाहिँ उनीहरूले सो गर्छ। त्यो मैले दिँदाखेरिमा चाहिँ सबै सो गरेको थियो, मैले चाहिँ हेरेको थिएँ होइन। मैले नेपालमै हुँदा सबै कम्पनीका सम्पूर्ण डिटेल्सहरू चाहिँ मैले हेरिसकेको थिएँ। तपाईँहरूले पनि त्यो हेर्नुभयो भने चाहिँ के त्यसबाट चाहिँ के कुरा थाहा हुनुपर्छ भने, तपाईँले चाहिँ अझ एउटा चाहिँ मेन अहिले पछिल्लो समय एउटा इस्यु के भइरहेको छ भने, यो नाइयो नमिल्ने, जुन हाम्रो एजुकेसन ब्याकग्राउन्ड र यहाँको कामसँग, कम्पनीको कामसँग काम रिलेटेड काम नभएर भिजा चाहिँ एड नहुने काम एकदम धेरै छ, एकदम धेरै। त्यो चाहिँ एकदम धेरै समस्या छ। किनकि सुरुमा चाहिँ हामीलाई अझ यहाँ आएर भिजा आउँछ, कम्पनी यहाँ काम हुन्छ, अनि 7-8 महिना 8-10 महिना मजाले काम गराउँछ कम्पनीले। त्यसपछि भिजा थप्ने बेलामा ल तेरो त हाम्रो कम्पनीसँग चाहिँ हाम्रो नाइयो मिलेन, तैँले चाहिँ यो कम्पनी यो काम गर्न तैँले मिल्दैन तेरो पढाइ अनुसार भनेर ल त निस्कि भनेर कम्पनीले निकालिदिएको पनि छ केसहरू। किनकि त्यसमा चाहिँ आफूलाई पनि रिस्क हुन्छ, किनकि भिजा आएन भने त अब फर्किनु पऱ्यो। बरु पहिले चाहिँ अब अर्को कम्पनी खोजेर भिजा अप्लाई गर्न सकियो भने त त्यसमा केही प्लस पोइन्ट त भयो नि त आफूलाई। त्यही भएर त्यो आफ्नो एजुकेसन ब्याकग्राउन्ड र चाहिँ कम्पनीको काम के कामहरू हुन्छ कम्पनीमा, त्यो आफ्नो एजुकेसनको त्यो सब्जेक्टसँग मिल्छ कि मिल्दैन, केही भयो भने म्याच हुनपर्छ। जस्तै तपाईँले पढ्नुभएको छ एजुकेसन अथवा कुनै शिक्षा, इङ्ग्लिस, नेपाली कुनै सब्जेक्ट पढ्नुभएको छ, अब यहाँ चाहिँ तपाईँले अब अरू नै त्यो कम्पनीमा त्यो रिलेटेड कामै छैन भने चाहिँ यहाँ त्यो पछि भिजा थप्न चाहिँ गाह्रो हुन्छ। त्यही भएर त्यो पनि थोरै चाहिँ विचार गर्नु होला। र अर्को अप्लाइड कम्पनी चाहिँ कस्तो छ, के छ भन्ने कुरा चाहिँ वेबसाइटबाट तपाईँले आफ्नो एजेन्सीबाट पनि तपाईँहरूले बुझ्न पाउनुहुन्छ, बुझ्न सक्नुहुन्छ होइन। अनि अब पैसा, अर्को छ पैसा। पैसा चाहिँ अब तपाईँहरूले कति दिने, के दिने, अब कन्सल्टेन्सीले यहाँ मन परिछ सबैको होइन। अब तपाईँले आफूलाई यतिसम्म भए जापान जान्थेँ भन्ने कन्सेप्ट बनाउनु भएको छ, अब टेन्सन धेरै दिन चाहिँ उ नगर्नु होला। धेरै पैसा खाने केसहरू टन्नै छन्, यहाँ आउने उ गर्ने त्यो उ छन्। अलिकति
यतिसम्मको चाहिँ ठिकै हो भन्ने कुरा चाहिँ अब तपाईँले आफ्नो मेन्टालिटी पनि सेट गर्नु होला। अब यसमा यति नै भन्ने छँदै छैन क्या, अब कति लाग्ने हो कति लाग्ने हो। अब एउटाले भन्छ यतिमा यति, अर्कोले भन्छ यति गर्दा चाहिँ यहाँ त 8 लाखदेखि 20 लाखसम्म मनपरी लेखिदिइरहेको छन्। त्यही भएर यति नै हो भन्ने कुरा चाहिँ अब मलाई पनि थाहा छैन। अब यहाँ भिजाको फीहरू यताउति गर्दा खासै खर्च चाहिँ लाग्ने होइन, किनकि हामीले डाइरेक्ट गर्न चाहिँ हामीलाई अलिक गाह्रो हुने भएर चाहिँ एजेन्सी नै जानुपर्ने हो। कसैले चाहिँ अब त्यही 8-10 लाखमा पनि उ गरिदिइरहेको छन्। हामीलाई सस्तो लाग्छ, तर 8-10 लाख पनि एकदम धेरै हो यहाँको केसमा, किनकि त्यत्रो पैसा खर्च हुँदैन। तर पनि अब अलिकति बाध्यता नै भनौँ होइन, नेपालीहरूको आउनै पर्ने। अब देश छोड्ने चाहिँ सबैको अब त्यही नै भयो नि त पछिल्लो समय। त्यही भएर चाहिँ अब ल ठिकै छ नि त भनेर चाहिँ गर्छन् सबैले, गरियो भने गरे पनि होइन। त्यही भएर यो कुरा पनि अलिकति एकदम धेरै पैसा मागिरहेको छ। अनि चाहिँ काम गएर काम खोज्ने यताउति खासै टुङ्गो छैन, भिजाको लागि मात्रै हो भनेर त्यस्तो केसहरूमा पनि अलिकति आफू पनि डह्रो हुनु होला, कुरा चाहिँ अलिकति मजाले गर्नु होला, यस्तो यस्तो छ केसहरू भनेर चाहिँ भन्नु होला। र स्यालेरीको कुरा चाहिँ अब यहाँ आएर काम गरेर काम खोजेपछि स्यालेरी चाहिँ त्यही हो 18 मानदेखि 22 मान, भनेको 1,80,000देखि 2,20,000 त्यही आसपासमै आउने हो स्यालेरी। त्यसबाट चाहिँ काट्न सुरु हुन्छ हुकेन, के अरे इन्सुरेन्स, हाम्रो चाहिँ पेन्सन, विभिन्न ट्याक्सहरू, रुम रेन्ट, अनि अब यो पानी बिजुलीको भइहाल्यो, नेटहरूको भइहाल्यो, सिम कार्डको छुट्टै भइहाल्यो। अनि सबै कुराहरू काट्ने यताउति गर्दा नर्मल्ली पनि तपाईँको एकदम मिनिमम चाहिँ नेपाली एकजना व्यक्तिले, नेपाली जस्तै मैले मेरो महिनाको चाहिँ मैले खासै केही खर्च गर्दिनँ, केही पनि गर्दिनँ भनेर पनि मेरो चाहिँ यत्तिकै पनि महिनाको 9-10 मान चाहिँ यत्तिकै पनि रुम रेन्ट अनि पानी बिजुली, हुकेन ट्याक्स अग्रम बग्रम गरेर 8-10 मान 10 मान जति यत्तिकै पनि काटिरहेको हुन्छ, त्यत्तिकै सकिन्छ। अब त्यसमा चाहिँ खाना पऱ्यो, खाना पनि अब यति महँगो छ कि अब विकेन्डमा हामीले लगभग 5,000देखि 7,000को त खाइमुन सपिङ गर्नुपर्छ। अब त्यसले पनि पुग्दैन। अब कहिले मिठो नै खान मन लाग्छ, कहिले के खान मन लाग्छ, कहिले कतै जान मन लाग्छ। त्यही भएर यहाँ एकदम सेभिङ पनि एकदम रेयर छ, एकदम लो छ। र एउटा चाहिँ मैले टिप्स के दिन्छु भने, तपाईँ चाहिँ ब्याचलर गरेर जापान आउन सोच्नु भएको छ भने डिपेन्डेन्टमा आउने चाहिँ एकदम तयारी गरेर आउनुहोस्, माइन्ड मेकअप गरेर आफू आउनुहोस्। त्यसपछि लगत्तै चाहिँ बिए गर्नुभएको छैन भने बिए गरेर आउनुहोस्, बिए गर्नुभएको छ भने सबै कुरा रेडी गरेर 3 महिना 4 महिनामा चाहिँ यहाँ डिपेन्डेन्ट अप्लाई गरेर ल्याउन मिल्छ। त्यसरी चाहिँ गर्नुभयो भने चाहिँ एकदम बेस्ट हुन्छ। 2जना भइसकेपछि एकजनाको चाहिँ यहाँ खर्च पुग्छ, एकजना बस्ने र खाने खर्च नै, र 2जना बस्नेमा खासै फरक चाहिँ पर्दैन। त्यो अलिअलि खानेकुराहरूमा थोरै फरक पर्ला, नभए अरू सम्पूर्ण कुराहरू सेम नै हुन्छ। त्यही भएर सकेसम्म डिपेन्डेन्टमा चाहिँ आएर बस्ने कमाउने चाहिँ माइन्ड मेकअप गर्नु होला। त्यसरी आउनुभयो भने चाहिँ सहज हुन्छ। अनि यो त भयो जो आउन चाहनेहरूको लागि भयो होइन। जो चाहिँ यहाँ जापान आइसक्नु भएको छ अनि काम चाहिँ पाउनु भएको छैन भने उहाँहरूले चाहिँ अब कसरी चाहिँ काम खोज्ने होइन, कसरी चाहिँ यहाँ सेटल हुने भन्ने कुराहरू पनि मैले आफ्नो अनुभव पनि सेयर गर्छु है। म चाहिँ यहाँ सुरुमा आएर म पनि 1-1.5 महिनासम्म म खाली चाहिँ बसेको। मैले काम पनि मेरो पनि थोरै लफडा भएको, काम चाहिँ मैले नै पाएको चाहिँ होइन। अब सुरुमा ल्याङ्ग्वेज पनि थिएन मेरो, त झन् केही पनि थिएन, ल्याङ्ग्वेज पनि थिएन, केही नै थिएन। इन्टरभ्यू दिन जान्छु अनि कम्पनीले राख्दैन, भएन भन्छ। अनि त्यसपछि अब के गर्ने त, त्यसपछि सुरुमा थाहा नै भएन क्या। थाहा नै भयो कसरी थाहा हुने, अब यताउति सोध्यो, अब यसरी हुन्छ उसरी हुन्छ। अनि अलिक एक किसिमको डर पनि हुने थियो, भिजाको डर। अनि यताउति कम्पनी चेन्ज भइसक्यो, फेरि जान मिल्ने हो कि नमिल्ने हो, यहाँको रुल्सहरू सबै कुराहरू थाहा नहुँदा एक किसिमको डर पनि हुँदो रहेछ मनमा होइन। त्यसपछि मैले बिस्तारै चाहिँ यो हाकेन खाइछ यहाँ चाहिँ। हाकेन भन्ने चाहिँ एकदम धेरै जुन विदेशीहरूलाई, जापानिजलाई पनि काम लगाउने। हाकेनले चाहिँ कस्तो खाइसामा काम लगाउँछ, कम्पनीमा काम लगाउँछ भने जुन ठुलो कम्पनी जहाँ चाहिँ हामी पर्सनल्ली चाहिँ गएर पुग्न सक्दैनौँ, अब त्यो कम्पनीले मान्छेहरू खोज्ने ल्याउने गर्न, अब त्यसले चाहिँ अर्को कम्पनीलाई जिम्मा दिएको हुन्छ। र त्यसले चाहिँ हामी जस्ता अब अलिकति विदेशीहरू, ल्याङ्ग्वेज कम भएका र मान्छेहरूलाई चाहिँ त्यहाँ लगेर काममा लगाउँछ। अनि उनीहरूले चाहिँ त्यसबापत अब स्यालेरीको केही पर्सेन्ट ट्याक्स खाने, अनि अरू उयोहरू पनि गर्छन्, कमिसनहरू पनि खाइरहेको हुन्छन् कम्पनीबाट।
र त्यसरी चाहिँ अब कुनै कम्पनीले बोनसहरू पनि दिने गर्ने हुन्छ, बोनस पनि पाउँछ। अनि भिजाको कुराहरू पनि ह्याकेनबाट गइयो भने चाहिँ सहज हुन्छ। जस्तै कम्पनीबाटै गइयो भने चाहिँ हाम्रो नाइयो साइयो अलिकति त्यसले चाहिँ डिस्टर्ब गर्छ। ह्याकेनबाट चाहिँ एउटा चाहिँ अलिअलि मलाई लागेको प्लस पोइन्ट है, यो नाइयो भिजा एड गर्ने बेलामा चाहिँ धेरै लामो भिजा चाहिँ आउँदैन यहाँ। तर यहाँ बस्ने सर्भाइभ हुनको लागि चाहिँ ह्याकेन खाइसा सुरुमा चाहिँ मलाई बेस्ट लागेको। अब यहाँ चाहिँ कसरी सेटल हुने, अब जस्तै ह्याकेनबाट यसरी काम पाइयो खोजियो भने अनि अलिकति यो सिटीभन्दा थोरै बाहिरको एरियामै हुन्छ धेरै जसो। मेन ठुल्ठुला कम्पनीहरू जहाँ चाहिँ 200-400जना काम गर्ने मान्छेहरू, त्यसमा अब 5-7जना 8-10जना चाहिँ ह्याकेनले सजिलै हाल्न सक्छ। अनि आफूले गर्ने क्षमता, इच्छा, चाहना सबै हुनु पऱ्यो होइन। त्यो भइसकेपछि उनीहरूले हेल्प गर्छ। अनि आफू सेटल हुने कुराहरू पनि कुनैले चाहिँ अब उनीहरूले सबै कुरा हेल्प पनि गर्छन्, ह्याकेनबाटै हेल्प गर्छन्। कसैले चाहिँ अब रुमको कुराहरू यताउति खोज्ने कुराहरू चाहिँ आफैले हेल्प गर्नुपर्ने हुन्छ, आफैले हेल्प गर्ने हो आफैले गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ अलिकति थोरै गाह्रो हुन्छ। यहाँ चाहिँ मेन त कामै हो नि त, काम पाइसकेपछि त थोरै एक लेभलको त्यो माइन्डसेट बनिहाल्छ, त्यसपछि धेरै कुरा सहज हुँदै जान्छ नि त। त्यही भएर कसरी ह्याकेन खाइसा चाहिँ कसरी खोज्ने त, यहाँ आइसकेर काम पाइएन भने चाहिँ अब एक त अब अहिले धेरै छन् अनलाइनबाटै खोज्न मिल्छ होइन, फेसबुकमै झन्डै छन् पेजहरू। तिनीहरूमा चाहिँ अब अलि राम्रो विश्वास लाग्ने भरपर्दो भिजाको पनि सपोर्ट गर्ने सबै कुराहरू चाहिँ भएको चाहिँ छानेर चाहिँ तपाईँहरू गर्न सक्नुहुन्छ। अन्त के अरे च्याट जिपिटी यताउति सोध्नुभयो भने हेलोवर्कहरू अनि निप्पोन जब, निहोन जब धेरै छन् यो प्लेटफर्महरू। र त्यसमा पनि गएर कुरा गर्नुभयो भने चाहिँ त्यताबाट पनि पाउन सकिन्छ। सुरुमा चाहिँ थाहै हुँदैन यिनी कुराहरू, अनि यो बुझ्नुभयो गर्नुभयो भने चाहिँ बेस्ट हुन्छ। र अरू एकदम ठिक छ, अब बिस्तारै हुने कुराहरू हो। अनि अब सुरुमै सबै कुरा चाहिँ हुँदैन, गाह्रो चाहिँ हुन्छ। गाह्रो त मैले नै अलिअलि दुःख पाएकै हुँ, अहिले पनि अब ठिकै छ भन्नुभयो। त्यही हो। ओके गाइज, थ्याङ्क यू फर वाचिङ। र तपाईँहरूलाई चाहिँ यस्तै केही भिडियोहरू अथवा चाहिँ ह्याकेन खाइसा कसरी खोज्ने र चाहिँ कम्पनी कसरी चिन्ने होइन, नाइयो चाहिँ कसरी मिलाउने भन्ने कुराहरू चाहिँ केही बुझ्न जान्न मन लागेको छ भने कृपया भिडियो चाहिँ अन्तिमसम्म के अरे सरी कमेन्ट गर्नु होला। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू भेरी मच। फेरि भेटौँला।